अड्किने भन्ने अवस्था छैन होइन तर यी नजिकै भयो यहीँबाट अलिक अगाडिबाट त्यो बोर्ड छ नि त्यहाँबाट दाहिना लाग्ने इमर्जेन्सी म्यानेजमेन्ट त हाम्रो यो एसियन हाइवे महेन्द्र राजमार्ग एकदमै स्ट्यान्डर्ड पाराले बनेको छ। विगतको समयमा यो बाटो हिँड्दाखेरि साँघुरो बाटो जस्तो लाग्थ्यो, सबै चिरपरिचित ठाउँ जस्तो लाग्थ्यो। तर अहिले यही ठाउँमा हिँड्दाखेरि चाहिँ म चाहिँ अन्तै विदेश भूमितिर यात्रा गरिरहेको छु कि भन्ने आभास हुन्छ। तपाईँहरू पनि हेर्न सक्नुहुन्छ यो सडक यति राम्रो छ कि यो कम्प्लिटली निर्माण भइसकेपछि चाहिँ हामी यो महेन्द्र हाइवेमा एकदमै विदेशकै बाटोमा सयर गरेकै शैलीमा एकदमै आरामदायी यात्रा गर्न सकिने चाहिँ फुल्ली तपाईँहरूलाई कन्फिडेन्टली भन्न सक्छु।